हेलो वेलकम त सबैलाई आजको मिनी ब्लगमा। आज हामी घुम्न जाँदैछौँ गोदावरी र हामी चाहिँ सुन्दर भेटेर जाने प्लान थियो र म्यामहरू पनि सबै आइपुगिसक्नु भयो। अनि हामी चाहिँ त्यहाँबाट बस चढेर हामी चाहिँ लगभग 1 घन्टामा हामी गोदावरी पुग्यौँ। त्यसपछि हामी त्यहाँ गएर स्न्याक्सहरू पनि लियौँ। सो यो मेन गेटबाट चाहिँ अब लगभग 20 मिनट्स जति हिँड्नुपर्ने हुन्छ मेन डेस्टिनेसनमा पुग्नको लागि। सो म चाहिँ आयनको आशा मात्दै हिँड्दैछु। बाटोमा हामी सबैजना रमाइलो गर्दै आयनको क्याटवक हेर्दै हामीले फुड पनि अर्डर गरेर अनि त्यसपछि हामी चाहिँ भित्रतिर लाग्यौँ। र हेर्न सक्नुहुन्छ आज चाहिँ स्याटरडे भएर एकदम धेरै प्याक थियो। टिकटमा पनि लाइन बस्नुपर्ने। एकछिन लाइनमा बसिसकेपछि अब हामी पनि भित्रतिर लाग्यौँ। त्यसपछि हेर्न सक्नुहुन्छ एकदम भिडभाड थियो। सो हामीले चाहिँ ठाउँ पाइरहेको थिएन र फाइनली हामीले चाहिँ एउटा ठाउँ भेटाए। त्यसपछि हामीले तनसन चट्ट लाएर बिछायो र एउटा बाँदर चाहिँ रुखमा चढिसकेपछि नै हामी त्यहाँ पुग्दा लगभग 2 बजिसकेको थियो। सो अब हामीलाई भोक पनि लागिरहेको थियो अनि हाम्रो अर्डर गरेको फुड आउन चाहिँ टाइम लाग्ने भएको कारणले गर्दा हामीले चाहिँ स्न्याक्सहरू खाएर बसे। एकछिनपछि हामीले अर्डर गरेको फुड पनि आयो। त्यसपछि हामीले इन्जोय गरी हामीले खानासाना मजाले खाएँ। खानेकुरा सबै लगभग मिठै थियो तर लास्टमा चाहिँ हामीलाई पिज्जा चाहिँ हाम्रो डढेको परेछ र हाम्रो साइडमा यसरी पुरा नाचगान कार्यक्रम भइरहेको थियो। सब हामी पनि त्यहीँ इन्जोय गर्दै थियौँ खाँदै। त्यसपछि हामीले फोटोसुट गऱ्यौँ, टिकटक भिडियोहरू पनि बनायौँ र हामी चाहिँ धेरै पछि भेट भएको कारणले गर्दा एकदम इन्जोय भइरहेको थियो। सबै साथीहरूसँग फेरि यसरी भेट्न पाउँदा इन्जोय गर्न पाउँदा एकदम रमाइलो लागिरहेको थियो। अनि हामी चाहिँ दिनभरि इन्जोय गरेर अब हामी चाहिँ घर जाने बेला पनि भइसकेको थियो। सो अब हामी चाहिँ सबैजना घरतिर लाग्यौँ।